सेमिफाइनल अघि रविन्द्र ढाँटलाई कासिबले दिए चेतावनी भने पहिले नै डराएर फाइट अस्वीकार गरेको हो, तर वास्तविकता भने अर्कै। रोड टु यूएफसीको सेमिफाइनल नजिकै गर्दा न्युजिल्यान्डका फाइटर कासिब मर्डक र नेपाली फाइटर रविन्द्र ढाँट बीचको सम्भावित भिडन्तले अन्तर्राष्ट्रिय एमएमए समुदायमा ठूलो चर्चा पाएको छ। अपराजित फाइटर कासिब मर्डकले सार्वजनिक रूपमा रविन्द्रसँगको खेल आफूका लागि सहज हुने दाबी गर्दै विवादास्पद अभिव्यक्ति समेत दिएका छन्। कासिब मर्डकले एक भिडियो सन्देशमा भनेका छन्, यो फाइट मेरा लागि सहज हुनेछ। रविन्द्र यसअघि नै मसँग खेल्न अस्वीकार गरिसकेको फाइटर हो। उसका फाइटहरू त मैले हेरेको छैन, तर सेमिफाइनल खेललाई लिएर म उत्साहित छु। उनले थप दाबी गर्दै भनेका छन् कि रविन्द्रले बालीमा हुँदा आफूले दिएको फाइट प्रस्ताव अस्वीकार गरेका थिए। उनका अनुसार रविन्द्रको खेल शैली पनि धेरै परिवर्तन नभएको र अध्ययन गर्न धेरै समय खर्चन नपर्ने खालको छ। उसको प्राय स्टाइल एउटै छ, धेरैले त्यसलाई अध्ययन गर्नु पर्दैन। मर्डकले भनेका छन्, उनले आफूलाई स्पष्ट रूपमा फेभरेट मानेर मानसिक दबाव सिर्जना गर्ने प्रयास गरेको देखिन्छ। तर यसै अभिव्यक्तिपछि रविन्द्र ढाँटसँग आबद्ध सोमा फाइट क्लबले कडा प्रतिक्रिया दिएको छ। क्लबले कासिबको टिप्पणीलाई अस्वीकार गर्दै दक्षिण एसियाली फाइटरहरूलाई एउटै नजरले नहेर्न चेतावनी दिएको छ। सोमाको आधिकारिक सामाजिक सञ्जाल प्रतिक्रियामा लेखिएको छ, तिमीले सबै दक्षिण एसियाली फाइटरलाई एउटै नजरले नदेख, तिमीले कुरा गरिरहेको युकीको हो। नेपालमा एउटा मात्रै फाइटर छैन। रविन्द्र अघिल्लो वर्ष मात्रै सोमामा जोडिएका हुन्। युकी र रविन्द्र ढाँट एउटै होइनन्। युकीले अर्को कारणले तिमीसँग फाइट अस्वीकार गरेको थियो। क्लबको यो प्रतिक्रियाले मर्डकको दाबीलाई प्रत्यक्ष चुनौती दिएको छ। साथै दक्षिण एसियाली फाइटरलाई कमजोर आँक्ने मानसिकताप्रति पनि असन्तोष व्यक्त गरिएको छ। फाइट स्ट्याटस र तथ्याङ्क हेर्दा दुवै खेलाडी उच्च स्तरका प्रतिस्पर्धी मानिन्छन्। कासिब मर्डक 25 वर्षका 5 फिट 4 इन्च उचाइका न्युजिल्यान्डका फाइटर हुन्। उनी हालसम्म 8-0 को अपराजित रेकर्डसहित सेमिफाइनलमा पुगेका छन्। उनका जितमध्ये 5 वटा नकआउटबाट आएका छन् भने 2 सबमिसन र 1 निर्णय मार्फत जित हासिल गरेका छन्। उनी आक्रामक स्ट्राइकिङ र छिटो फिनिस गर्ने शैलीका लागि चिनिन्छन्। अर्कोतर्फ नेपाली प्रतिनिधित्व रविन्द्र ढाँट 27 वर्षका 5 फिट 7 इन्च उचाइ भएका अनुभवी फाइटर हुन्। उनको प्रोफेसनल रेकर्ड 10-1 को रहेको छ। उनले 8 वटा नकआउट जित, 1 सबमिसन जित र 1 निर्णय मार्फत जित हासिल गरेका छन्। उनी टाइगर उपनामले परिचित छन् र आफ्नो आक्रामक र तर रणनीतिक खेलका लागि चिनिन्छन्। विशेष गरी रविन्द्रले पछिल्लो समय देखाएको प्रदर्शनले उनलाई रोड टु यूएफसीमा बलियो प्रतिस्पर्धी बनाएको छ। फिलिपिन्सका किम्बर्ट ओलिटो जोनलाई पराजित गरेपछि उनको नाम अझ अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेको छ। फाइट विश्लेषकहरूका अनुसार कासिब र रविन्द्र दुवैको शैली आक्रामक भए पनि केही फरक छ। कासिब अलिक छिटो र विस्फोटक मानिन्छन् भने रविन्द्रको खेल शैली शक्ति, धैर्य र काउन्टर अट्याकमा आधारित छ। यही कारणले यो भिडन्त केवल शारीरिक होइन, रणनीतिक रूपमा पनि महत्त्वपूर्ण हुने अनुमान गरिएको